हेलो भाइ नमस्कार, म मुकुन्द श्रेष्ठ। आज म सुनसरीको लौकीमा छु। जुन आज बाटोमा हिँड्दै गर्दाखेरि मैले चाहिँ एकदम रोमान्टिक दृश्यहरू देखेँ, जुन दृश्यले मलाई पनि केही गरौँ जस्तो अनुभव भयो। र चाहिँ यो दृश्य, यस्तो दृश्य म तपाईहरुलाई देखाउन गइरहेको छु, जुन आज यहाँका किसानहरूले लगाएको जुन बालीको दृश्य तपाईहरु सामु पस्किन गइरहेको छु। ल हेरौँ त, यहाँ मकैको दृश्य। यो चाहिँ मकैबारी, पुरै मकैबारी। तपाईले चाहिँ यो हेरेर पनि भ्याउनुहुन्न कि यहाँ चाहिँ सयौं बिघा जग्गामा चाहिँ यो मकैको खेती गरेको मैले देखेँ। म धेरै ठाउँ हिँड्दै जाँदाखेरि सायद एकै ठाउँ यस्तो मकै भएको चाहिँ मैले काहीँ पनि देखेको छुइनँ। र चाहिँ आज हजुरहरूले यो देख्न सक्नुहुन्छ, यो हेर्न सक्नुहुन्छ। यो सबै चाहिँ परैसम्म हेर्नुहोस् त। यो चाहिँ क्यामेराले जुम गर्दा पनि त्यति मजाले भ्याएको छैन कि। हेर्नुहोस् त कति टाढासम्म यो सबै चाहिँ तपाईको मकै खेती। हेर्नुहोस्, यो चाहिँ सुनसरीमै, हाम्रो चाहिँ सुनसरीको लौकी एरियामा यस्तो चाहिँ यहाँका किसानहरूले चाहिँ यसरी मकै खेती गर्नुभएको रहेछ। आज वैशाखको 11 गते जुन चाहिँ मैले आज यस्तो दृश्यहरू हेर्ने अनि तपाईहरुलाई पनि देखाउने अवसर मिल्यो। जुन दृश्यले आज हामी कामै छैन, मेरो जग्गै छैन भनेर थोरै जग्गामा पनि केही लगानी नलाइकन हामी धेरैजना बसेका छौँ कति ठाउँमा। र चाहिँ आज यहाँ आएर हेर्दाखेरि यो वैशाखको 11 गते पनि यस्तो मकै देख्दाखेरि मलाई पनि केही गरौँ जस्तो चाहिँ जोस जागर अलिकति किसानको छोरा भएर मलाई अलिकति बढेको छ। र चाहिँ तपाईहरुले पनि हेर्न सक्नुहुन्छ, यो चाहिँ जुन केही छैन, यहाँ गाउँ एरिया कुनै केही छैन। यो चाहिँ कृषि योग्य जमिनै को लागि सायद यो हुनुपर्छ। र धेरै ठाउँ जग्गाहरू चाहिँ अहिले मासिराखेको अवस्थामा यो ठाउँ आएर हेर्दाखेरि सयौं बिघा जग्गामा यो मकै खेती हेर्दाखेरि एकदम चाहिँ आनन्द, एकदम खुसी लागेको छ। र त्यो ल हेर्नुहोस् त, बोट सानो मकै ठुलो। बोट चाहिँ सानो भए पनि मकै चाहिँ एकदम चाहिँ ठुल्ठुलो कि तपाईहरुले हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस्, यहाँ हेर्नुहोस् कस्तो राम्रो मकैको घोगा। अब बोट सानो भए पनि मकैको घोगा चाहिँ कति ठुलो ठुलो कि। सबै बोटै पछि सबै यस्तै नै छ। ल तपाईहरुलाई पनि मैले देखाउने अवसर मिल्यो। सम्पूर्णलाई मेरो यो भिडियो हेरिदिनु भएकोमा धन्यवाद पनि दिन चाहन्छु। र चाहिँ मेरो यो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु हुन म विनम्र अनुरोध पनि गर्दछु हजुरहरु सामु। र चाहिँ म बेला बेलामा तपाईहरुलाई गाउँघरका भिडियोहरू पनि सेयर गर्ने जमर्को गर्दछु। यति भन्दै म तपाईहरु सामु बिदा भएँ। अर्को भिडियोमा भेट्ने बाचा गर्दै तपाईहरु सम्पूर्णमा स्वस्थ समृद्धि खुसीको कामना गर्दै आजको दिन सुखमय रहोस्, भोलिका दिन उज्जवल भविष्यको दिनहरू आइरहोस् भन्दै म बिदा हुन्छु। हस्त, धन्यवाद।